सर हाम्रो प्लान कता हो? अनि यतापट्टि राइट हेलो गाइज, आज हाम्रो फेरि अर्को अनएक्सपेक्टेड प्लान बनेको छ। आज हाम्रो विजय साथी पनि छ है प्लानमा। आज हाम्रो विजय साथीले 18 महिनापछि एपोइन्टमेन्ट दिनुभएको छ, त्यसमाथि उसको डे अफ। सो हामीले अनएक्सपेक्टेड एउटा प्लान बनाएको छौँ। अब कहाँ हुन्छ पछि भिडियोमा हेर्दै गरौँला है त। अहिले राति के अपडेट हुन्छ हेरौँला। अहिले चाहिँ ठ्याक्कै 6:05 गएको छ। हाम्रो प्लान भर्खर स्टार्ट भएको छ। हामी जस्ट 2 मिनट अगाडि घरबाट निस्केको छौँ। विजय सर चाहिँ भर्खर काम सकेर आउनुभएको छ, म चाहिँ घरमै थिएँ। अब चाहिँ हाम्रो प्लान स्टार्ट भएको छ। सर हाम्रो प्लान कता हो? मेलबर्न। अहिले 7:48 PM भएको छ। हामी घरबाट हिँडेको लगभग 1 घन्टा 45 मिनट भयो। हामी चाहिँ गुन्डागाई आइपुगेको छौँ र हाम्रो यो फर्स्ट स्टप रहेको छ सुसु ब्रेक हाम्रो। हामी चाहिँ पे एक्सप्रेसमा आएर हामीले ब्रेक लिएको फर्स्ट ब्रेक। अब हाम्रो स्टप भनेको सिधै कहाँ अरे अलवरी। अब आई डोन्ट नो कति किलोमिटर छ यहाँबाट। ड्राइभरले कुदाउँदै हुनुहुन्छ आज। यो चाहिँ अलवरीको ठाउँ हो। हामी चाहिँ भर्खर फ्रीवेबाट एक्जिट लिएको छौँ। हामीले चाहिँ नि डिनर यहाँ गरेको छौँ। इट्स 10:19 PM। हामी चाहिँ भर्खर डिनर सकेर बाहिर निस्केको छौँ। अलमोस्ट क्लोजिङ टाइम। अब चाहिँ हामी यहाँबाट सिधै मेलबर्न जान्छौँ। अबको चाहिँ ड्राइभर म हो, हाम्रो विजय सर प्यासेन्जर। म सुत्ने अब। हामी अब कतिखेर मेलबर्न पुग्ने हो? अब चाहिँ हामी अलवरीबाट पेट पूजा गरेर मेलबर्न जाँदैछौँ। हाम्रो ड्राइभर पनि चेन्ज भयो। नेपालमा नाइट बसमा 2टा ड्राइभर भए चाहिँ हाम्रो पनि 2टा ड्राइभर। अब चाहिँ मैले अलवरीबाट म ड्राइभ गर्दैछु। अब हामी यहाँबाट अब सायद बिचमा युरोरा कि युरोपा भन्ने ठाउँमा सायद सर्ट 15 मिनट जस्तो ब्रेक बस्छौँ होला। अनि त्यहाँबाट हामी सिधै मेलबर्नको नि हाम्रो प्लान चाहिँ नि फिलिप आइल्यान्ड जाने छ। हामी चाहिँ एराउन्ड 4 बजे पुग्ने छ। हामी एराउन्ड 4:30 चाहिँ पुग्छौँ होला। हामी बिस्तारै जाने कोरस। हामी चाहिँ 1:30 बजे मेलबर्न आइपुगिसकेको छौँ। अब हाम्रो बासस्थान खोज्नुमै छ, किनभने हामीले त होटल त बुक गरेको छैन। हामी त अनप्लान आएको। अब हेरौँ कतातिर सुतिन्छ अब। इट्स 2:21 AM एन्ड हामी चाहिँ अहिले ब्राइटन बिच मेलबर्नमा छौँ। हाम्रो इनिसियल प्लान चाहिँ फिलिप आइल्यान्ड जाने थियो, तर हामीले क्यान्सल गरिदियो। हामीले चाहिँ नि आउँदा मेलबर्न आइसकेपछि प्लान चेन्ज गरेर फिलिप आइल्यान्ड नजाने ब्राइटन जाने भनेर भने। सो हामी भर्खरै आइपुग्यौँ। इज अ भ्यू फ्रम द ब्राइटन बिच। अब ब्राइटन बिचको छाप्रोहरू चाहिँ त्यो रङ्गी बिरङ्गी हटहरू चाहिँ त्यो राइट साइडको तलतिर छ। त्यो देखिरहेको झिलिमिली चाहिँ सिटी भयो, मेलबर्न सिटी हो त्यो। ठ्याक्कै ब्राइटन बिच हो, सिधा मेलबर्न सिटी पनि। यतापट्टि चाहिँ त्यो ब्राइटनको हटहरू छ। तर मेलबर्नमा कति ढिला सनराइज हुने रहेछ हौ। क्यानबेराले यतिखेर उज्यालो सुज्यालो के भइसक्यो। त्यो पनि स्टिल पनि राम्रो सनराइजै भइसकेको छैन, स्टिल अँध्यारो छ।
गाइज बेरोजगारी भने कस्तो हुन्छ भने हामी दुईजनालाई हेरि हुन्छ है ये तो लेटेस्ट न्यूज है कसरी बेलुका 5 बजे हावा ताला निस्किन्छ पुरा प्लान बनाएर जाम बद्न अहिले आएर हामी मेलबर्नमा छौँ रातभरि ड्राइभ गरेर आएर अनि हामी चाहिँ नि कहाँ जानला त्यो ग्रेट ओसन ड्राइभ हेर्नलाई जानु लागेको छ के गर्नलाई ड्रोन उडाउनलाई यस्तो छ हाम्रो पारा बेरोजगारीको पारा हामी यस्तै त हो नि ब्रो अब हामी एकछिनमा जान्छौँ ग्रेट वेस्टर्नमा जाने घुम्ने भिडियो बनाउने त्यही हो हाम्रो काम घुमन्ते डु फलो माई च्यानल घुमन्ते गजब बेइज्जती है ए त होइन म घुमफिर पो हो त साँच्ची हामी आइसकेको छौँ ब्राइटन बिच फेमस छाप्रो हामी चाहिँ बिहान आएको छौँ हामी हुन त स्विमिङ चाहिँ गऱ्यो होइन चिसो छ मेलबर्न क्यानबेरा जति चिसो चाहिँ छैन त्यही पनि स्टिल चिसो छ अनि चाहिँ नि यसो हेर्नलाई आइसकेको छौँ ब्राइटनको छाप्रो हामी चाहिँ अब यहाँबाट तल जान्छौँ ल गाइज हामी चाहिँ अहिले ब्राइटन बिचमा छौँ दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले मनमोहक छ अब चाहिँ हामी अब ब्रेकफास्ट गरेर कहाँ जान्छौँ अब एकछिन डिसाइड हुन्छ चाहिँ अहिले जिलङमा छौँ जिलङबाट हामी ग्रेट ओसन रोड जाँदैछौँ हामी त्यहाँबाट 12 अपोसल्स जाँदैछौँ ग्रेट ओसन ड्राइभ यहाँबाट चाहिँ अब बाटो सुरु हुन्छ मोस्टली चाहिँ सेनिक ड्राइभ चाहिँ हो यहाँबाट यो बाटो कन्टिन्यू गऱ्यो भने चाहिँ एडिलेड जान्छ गाइस हामी चाहिँ ग्रेट वेस्टर्न रोडमा आएका छौँ अब चाहिँ हाम्रो यहाँबाट जर्नी सुरु भएको छ मान्छे खालि किन ग्रेट वेस्टर्न मात्र भनेर चाहिँ हामी चाहिँ ग्रेट ओसन रोडमा आएको छौँ अब चाहिँ हाम्रो यहाँबाट जर्नी सुरु हुन्छ हाम्रो ड्राइभर साहब कस्तो लागिरहेछ त फर्स्ट टाइम एकदम रमाइलो ड्राइभ गर्दा झन् रमाइलो हुँदैछ सैनिक ड्राइभमा कुदिरहेको छौँ हामी बाटो चाहिँ यस्तै हो सबै समुद्रको छेउमा बाटो चाहिँ सबै घुम्ती ठाउँ ठाउँमा रेस्टुरेन्ट पसल्सहरू छ है गाइज हामी चाहिँ मिडल अफ नो वेयर छौँ यो चाहिँ अन द वे टु एपोलो बे सैनिक ड्राइभ कस्तो लागिरहेको छ ग्रेट ओसन रोडमा ड्राइभ गर्नलाई एकदम रमाइलो सिनिक भ्यू हेर्दै ड्राइभ गर्न चाहिँ एकदम रमाइलो हुन्छ रमाइलो भइरहेको त भने चाहिँ माइन्ड फ्रेस ठिक छ
धेरै माइन्ड फ्रेस नहुन अहिले फेरि रातभरि कुद्नु नै पर्ने छ। हामी चाहिँ अब एपोलो बे जान 28 किलोमिटर बाँकी, 12 अपसल्स चाहिँ नि 112 किलोमिटर बाँकी छ यहाँबाट। गाइज हामी चाहिँ बल्ल एपोलो बे आइपुग्यो। अब यहाँ चाहिँ बजार सजार छ। हाम्रो डेस्टिनेसन चाहिँ यहाँबाट अझै 87 किलोमिटर जानु छ। यो चाहिँ एउटा सानो बजार हो। यहाँ बिचहरू छ, सी फुडहरू खानेलाई धेरै ठाउँहरू छ, सानो मार्केटहरू छ, लोकल मार्केट। यहाँ चाहिँ यो एरियामा चाहिँ मोस्टली होलिडे होम्सहरू छ। हामी चाहिँ अहिले एपोलो बेको बजारमा आइपुगेको छ। बजार मान्छेहरू टन्नै छ हो यहाँ बिचमा रमाइलो गर्नेहरू। होलिडेमा मान्छेहरू धेरै आएछ। स्कुल होलिडे त सकिसक्यो, त्यही पनि धेरै मान्छे रहेछ अझै। लङ विकेन्ड कहिले हो? आउनै भएको छ। सायद लङ विकेन्ड पनि आउनु भएको छ, मैले त बिर्सिरहेँ। त्यही भएर मान्छेहरू पनि धेरै नै छ। चाहिँ एपोलो बे बजार बस पनि लाग्ने रहेछ। आउन चाहनेहरूलाई हेर्नुहोस् कति क्राउडेड छ यार एपोलो बे। पार्किङ पनि छैन, जता हेऱ्यो त्यतै मान्छे छ। उता बिचमा पनि त्यस्तै मान्छे छ, यहाँ पार्कतिर पनि मान्छे छ। बल्ल पार्किङ स्पट देखेँ यहाँ। अझै यता सी फुडहरू खाने ठाउँतिर कति धेरै मान्छे होला यतातिर। एपोलो बेबाट अझै पनि 83 किलोमिटर छ हाम्रो डेस्टिनेसन। हामी चाहिँ अब अन द वे छ। हामी चाहिँ अब अलमोस्ट 1 hour 14 minutesमा पुग्छौँ डेस्टिनेसन। अब सी यु देयर अन द डेस्टिनेसन। सैनिक ड्राइभमा समुद्रको वरिपरि मात्र नै होइन नि, यस्तो जङ्गलमा पनि छ सैनिक ड्राइभ। यहाँ चाहिँ नि होइन हामीले समुद्रको सिन हेर्ने हो, यहाँ चाहिँ जङ्गल जनावरहरूकै सिन हेर्ने हो। बिचमा मरे पनि हुन्छ होला, किरा फट्याङ्ग्रा आउँछ। को समुद्रको छेउमा अब जङ्गलको बिचमा ड्राइभ अब एकछिन हाम्रो यस्तै हो। मिक्समा सैनिक गभर्मेन्टले मिलाएर चाहिँ बना। धेरै पानी हेऱ्यो भने झ्याउ लाग्यो भनेर, सी सिकनेस भयो भनेर जङ्गल पनि राखिदिएको छ बाटोमा। भाइ साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी। सो गाइस हामी चाहिँ अलमोस्ट 12 अपसल्स पुगिसकेको छौँ। एराउन्ड 5.7 किलोमिटर छ। हामी चाहिँ एपोलो बेसम्म चाहिँ पुरै सैनिक ड्राइभ हो। त्यसपछि एपोलो बे पछि माथि एराउन्ड कति 80 किलोमिटर, एराउन्ड 80 कि 100 किलोमिटर चाहिँ नि पुरै जङ्गलको बाटो हो। उता एपोलो बेसम्म चाहिँ दामी बाटो छ घुम्नलाई, यस्तो मजा छ बाटो। पुरै सैनिक ड्राइभ हो। त्यहाँबाट माथिको पनि सैनिकै हो, तर जङ्गलको सैनिक हो, पानी समुद्रको भन्दा पनि। अब चाहिँ हामी 5 मिनट्समा चाहिँ हाम्रो डेस्टिनेसन पुग्छौँ। हामी चाहिँ अहिले कार पार्क। So guys, we are already here, 12 Apostles, Port Campbell National Park. हामी चाहिँ यहाँबाट जान्छौँ अब। पेट्स पनि ल्याउन नपाउनु रहेछ, नो पेट्स, only pets owner. Looks like we are already on the viewpoints. Viewpoint हेर्दा चाहिँ त्यता standing in India by party. Maybe put your glasses. 就这里，等后面的人走开，等后面的人。Oh, I can see myself in the glasses.
12 एपोस्टल्समा 1 2 3 4 5 6 7 7वटा जति चाहिँ यता रहेछ। र म तपाईँहरूलाई 12 एपोस्टल्स देखाउन गइरहेको छु। ओके लेट्स काउन्ट है त। ओके 1 2 3 4 5 6 7 8 लेट्स गो द्याट साइड। नाइन 10 11 Where is 12? So let's count the 12 apostles. 1 2 यहाँपट्टि यहाँनिर एउटा छ 3टा 4वटा उतापट्टि छ एउटा 5वटा 6वटा 7वटा 8वटा 9वटा 10वटा त्यहाँनिर छ एउटा 11वटा अनि त्यो सबभन्दा लास्टको कर्नरको पछाडिपट्टि पनि छ एउटा 12वटा। द्याट्स वाइज 12। फिर्ता ब्याक मेलबोर्न। यहाँको चाहिँ नजारा चाहिँ अलिकति यस्तै छ, मान्छेहरू अलिकति भिड छ। यहाँ हो एउटा चाहिँ खास सानो रहेछ, हेर्दाखेरि ढुङ्गा जस्तो देखिन्छ तर त्यो पनि एउटा रहेछ। के लेखेर रहेछ हेर, बरु फुटसरमा पढ्यो भने ठिक्क हुन्छ। यहाँ के पाइन्छ, पेङ्गुइन्स पनि रहेछ नि, पेङ्गुइन्स अनि यो टाइपको बर्ड्सहरू आउने रहेछ। पेङ्गुइन्स त सबै चर्न गयो होला है। कोला स्नेक। सो गाइज अब चाहिँ हामी ब्याक टु मेलबोर्न सक्यो हाम्रो यहाँको जर्नी। अब मेलबोर्नबाट हामी राति क्यानबेरा। बाई टुमोरो हामी चाहिँ भोलि क्यानबेरा पुग्छौँ। टाइम लाग्यो नि यहाँ हाम्रो विजय सर स्टिल पनि 12वटा पुऱ्याउन भरपुर प्रयास गर्दै हुनुहुन्छ। हामी चाहिँ मेलबोर्न सिटी आएर एराउन्ड 8:30तिर खानासाना खाएर ब्याक टु क्यानबेराको लागि हामी निस्किसकेका छौँ। हामीसँग जस्ट एउटा फनी इन्सिडेन्ट भएको के हो भने मैले विजय सरलाई म्याप हान्नु न भनेको थिएँ सिटीबाट क्यानबेराको लागि। मलाई सिटीबाट फ्रीवेसम्मको चाहिँ बाटो थाहा थिएन। सो मैले विजय सरलाई भनेको थिएँ, विजय सरले म्याप त हान्नुभयो तर म्यापमा चाहिँ के अप्सन भएछ भने एभोइड फ्रीवेज भएछ। सो हामी 2 घन्टासम्म घुमेर फेरि ब्याक टु ट्र्याक गर्नलाई फेरि हामी अलमोस्ट 2 आवर्स पछि इपिङमा आइपुगेका थियौँ। गुड मर्निङ गाइज, इट्स 4:43 AM। हामी चाहिँ नि अब चाहिँ घर आइपुग्दैछौँ। अहिले चाहिँ ड्राइभर सिटमा हाम्रो ड्राइभर बस्नु गइसकेको छ, किनभने मैले अघि कति एराउन्ड 200 किलोमिटर अगाडि निन्द्राले जोप भएर ड्राइभर साटेको छ। इनिसियल प्लान त मैले नै ल्याउनु पर्ने तर के गर्ने, निन्द्राले जोप भएपछि ड्राइभर एक्सचेन्ज गर्नु पर्यो। ठिकै छ, अब चाहिँ हामी सही सलामत घर अलमोस्ट पुगिसक्यो। अब हामी 10 मिनट्समा चाहिँ घर पुग्छौँ। Saturday 4:45 AM करेन्ट टाइम। अरू जस्तो नर्मल स्याटरडे भइदिए 5 बजे त काममा सुरु भइसक्यो। काम जानु बदली दौडेर धन्दा। आज चाहिँ पब्लिक होलिडे एन्जाक डे भएर चाहिँ नि हाम्रो नेपालमा शहीद दिवस भन्छ नि, यहाँ चाहिँ अस्ट्रेलियामा एन्जाक डे भन्छ। शहीद दिवस भएर चाहिँ नि हाम्रो काम चाहिँ नि 7 बजे स्टोर खोल्थ्यो तर आज चाहिँ 1 बजे खोल्छ। त्यही भएर आज हामी 10 बजे जाने, एकछिन सुतेर जाने भ्याउँछ।
नभए त सिधै अहिले गाडी सिधै काममा लगाएर पार्क गर्नु पर्दैन यत्तिकै काम गरेर आउने घर सी यु गाइस यति भन्दै गुड नाइट एन्ड गुड मर्निङ